मूर्ख शिष्यलाई उपदेश दिनाले, दुष्ट अनि व्यभिचारिणी स्त्रीलाई पालनपोषण गर्नाले, धनको नाश भएको अनि दुखी मानिससँग सम्बन्ध राख्नाले बुद्धिमान मानिसलाई पनि कष्ट उठाउनु पर्ने हुन्छ। दुष्ट स्वभाव भएको, कटु वचन बोल्ने, आचरण राम्रो नभएको स्त्री, त्यसैगरी धूर्त दुष्ट स्वभाव भएको साथी, मुखमुखै लाग्ने नोकर तथा कर्मचारी अनि सर्पको बास भएको घरमा बस्न धेरै खतरनाक हुने गर्दछ। कुनै कष्ट अनि आपतकालबाट बच्नको लागि धनको सञ्चय गर्नुपर्दछ। सञ्चय गरेको धन खर्च किन नहोस्, तर स्त्रीको रक्षा गर्नुपर्दछ। त्यो भन्दा पनि महत्त्वपूर्ण, पहिला व्यक्ति स्वयंले आफ्नो रक्षा गर्नुपर्दछ। जुन ठाउँमा आदर सम्मान हुँदैन, जीविकोपार्जनको लागि कुनै साधन हुँदैन, जहाँ कुनै राम्रो साथी अनि आफन्त हुँदैन, जहाँ आफूले चाहेको शिक्षा लिन सक्ने अनि गुणी मानिस भेटिने सम्भावना हुँदैन, त्यस्तो ठाउँमा बस्न उचित हुँदैन। यदि त्यस्तो ठाउँमा बसेको भए पनि त्यो ठाउँलाई छोडिदिन नै उपयुक्त हुन्छ। जहाँ ग्रन्थहरूको ज्ञान नभएको मूर्ख मानिस बस्ने गर्दछन्, जहाँ धन कमाउने तथा सञ्चय गर्ने मानिसहरू बस्दै बस्दैनन्, जहाँ राम्रो पानी अथवा नदीको व्यवस्था छैन, उपचारको लागि वैद्य छैन भने त्यस्तो ठाउँमा एक दिन पनि बस्न हुँदैन। कुनै पनि काम लगाएपछि नोकर चाकर अनि कर्मचारीहरूको, दुःख परेको अवस्थामा आफन्तहरूको, विपत्ति परेको अवस्थामा साथीको अनि धनको नाश भएको अवस्थामा आफ्नो श्रीमतीको वास्तविकता थाहा पाउन सकिन्छ। कुनै पनि रोगबाट ग्रस्त भएको अवस्थामा, दुःख आइपरेको अवस्थामा, शत्रुबाट सङ्कट भएको अवस्थामा, मुद्दा मामिलामा फसेको अवस्थामा अनि मृत्यु भएको अवस्थामा, जसले शमशान घाटसम्म साथ छोड्दैन भने साँचो अर्थमा त्यसलाई नै असल मित्र भनिन्छ। जो मानिस आफूसँग भएको स्थायी वस्तुहरू अनि कुराहरूलाई छोडेर लोभको कारण अझ धेरै पाउनको लागि अनिश्चित वस्तुहरूको पछाडि लाग्दछ भने उसको हातबाट जुन पहिला आफूसँग भएको वस्तुहरू कुराहरूलाई पनि गुमाउनु पर्ने अवस्था आउन सक्दछ। यदि मानिस बुद्धिमान हो भने उसले श्रेष्ठ कुलको स्त्री पुरुषसँग नै विवाह गर्नुपर्दछ, चाहे ऊ कुरूप अनि सौन्दर्यहीन नै किन नहोस्। तर नीच कुलमा रहेको स्त्री पुरुषसँग कहिले पनि विवाह गर्नु हुँदैन, चाहे ऊ जति नै सुन्दर किन नहोस्। विषमा पनि यदि अमृत छ भने त्यसलाई ग्रहण गर्नुपर्दछ। अपवित्र अथवा फोहोरमा नै खसेको सुन छ भने त्यसलाई उठाउनु पर्दछ। यदि कुनै नीच व्यवहार भएको मानिसमा पनि कला विद्या रहेको छ भने त्यसलाई सिक्नु पर्दछ। त्यसरी नै दुष्ट कुलमा जन्म लिएको स्त्री पुरुष भए पनि जो राम्रो गुणले भरिपूर्ण रहेको छ भने त्यसलाई अपनाउनु पर्दछ। पुरुषहरूको तुलनामा स्त्रीहरूको खानपान 2 गुणा बढी हुने गर्दछ, बुद्धि 4 गुणा अनि त्यसरी नै साहस 6 गुणा बढी हुने गर्दछ। जसको सन्तान आफ्नो वशमा रहन्छन्, श्रीमान श्रीमती एक अर्काको इच्छा अनुसार काम गर्दछन् अनि जो मानिस आफूले पाएको धनबाट सन्तुष्ट रहन्छ भने उसको लागि यो पृथ्वी नै स्वर्ग समान हुने गर्दछ। जसले तपाईको अगाडि हुँदा मिठो मिठो कुरा गर्ने गर्दछ, तर तपाईको पछाडि पर्ने बित्तिकै तपाईको नै कुरा काट्ने गर्दछ भने त्यस्तो साथीलाई त्यो भाँडो जसरी त्यागिदिनु पर्दछ जुन भाँडोको मुखमा त दुधले भरेको हुने गर्दछ तर त्यसको भित्र भने विषले भरिएको हुन्छ। जुन मित्र खराब हुन्छ त्यसमाथि कहिले पनि विश्वास गर्न हुँदैन अनि जुन मित्र असल त हुन्छ तर उसलाई पनि पूर्ण रूपले विश्वास गर्न भने हुँदैन, किनकि कुनै बेला रिसाएको अवस्थामा असल मित्रले पनि गोप्य कुराहरू अरू सामु प्रकट गर्न सक्दछन्। मनले सोचेको कुरा कहिले पनि अरू सामु व्यक्त गरिहाल्न हुँदैन। जे गर्ने भनेर सोचिएको छ त्यसलाई मनमा नै राख्नु पर्दछ अनि उचित समय आएपछि त्यसलाई पूरा गर्नु पर्दछ। मूर्खता अनि जवानी यी दुवै दुःखदायक हुने गर्दछ। त्यसैगरी अरूको घरमा बस्नु अर्थात् अरूमा आश्रित हुनु पनि अत्यन्त कष्टदायक हुने गर्दछ। सबै पर्वतमा रत्न आदि मणिहरू पाइने गर्दैन
न त प्रत्येक हात्तीको निधारमा गजमुक्ता नामक मडी नै हुने गर्दछ। त्यसरी नै हरेक वनमा चन्दनको वृक्ष पनि पाइने गर्दैन, अनि त्यसरी नै सज्जन मानिस पनि सबै स्थानमा भेटिने गर्दैन। बुद्धिमान मानिसले आफ्नो सन्तानलाई अनेक प्रकारको गुणले भरिपूर्ण बनाउनु पर्दछ। उनीहरूलाई राम्रो काममा लगाउनु पर्दछ, किनकि नीति थाहा पाउने अनि राम्रो गुणले भरिपूर्ण सज्जन स्वभाव भएको व्यक्ति नै हरेक कुलमा समाजमा पूजनीय हुने गर्दछन्। ती आमा बुबाहरू आफ्नो सन्तानको शत्रु हुन् जो आमा बुबाले आफ्नो बच्चालाई शिक्षाबाट वञ्चित गर्दछन्, किनकि अनपढ मानिस विद्वानहरूको सभामा शोभायमान हुने गर्दैन, उसको सधैँ तिरस्कार हुने गर्दछ। विद्वानहरूको समूहमा ऊ त्यस प्रकार अपमानित हुने गर्दछ जस्तो प्रकारले हाँसहरूको बथानमा बकुल्लाको हुने गर्दछ। श्रीमान श्रीमतीको बिछोड हुनु, आफन्तहरूबाट अपमानित हुनु, ऋणमा परिरहनु, खराब मानिसको सेवा गरिरहनु, निर्धन बनिरहनु, दुष्ट मानिस अनि स्वार्थीहरूको सभा तथा समाजमा बसिरहनु, यी सब यस्तो कुरा हुन् जसले आगो बिना नै शरीरलाई हरेक समय जलाइरहेको हुन्छ। जुन वृक्ष ठिक नदीको किनारमा उम्रने गर्दछ, जुन स्त्री अरूको घरमा बस्ने गर्दछ, अनि जुन राजा शासकहरूको मन्त्रीहरू राम्रो हुँदैनन्, उनीहरू छिट्टै नष्ट हुने गर्दछन्। यसमा कुनै शङ्का नै छैन। खराब चरित्र भएको, बिना कारण अरूलाई हानि पुर्याउने अनि खराब स्थानमा बस्ने जोसुकै व्यक्तिसँग जसले मित्रता गर्दछ ऊ छिट्टै नष्ट हुने गर्दछ। संसारमा यस्तो कुल अथवा वंश छैन होला जहाँ कुनै दोष अथवा अवगुण नभएको होस्। प्रत्येक मानिसलाई कुनै न कुनै रोगको सामना गर्नु नै पर्दछ। यस्तो मानिस छैन होला जो कुनै न कुनै लतमा परेको नहोस्। फेरि यस्तो मानिस छैन होला जो सधैँ सुखमा रहेको होस्। त्यसैले यो संसारमा कुनै पनि मानिस पूर्ण छैन। केही न केही दुःख सबैलाई हुने नै गर्दछ। दुष्ट मानिस अनि सर्प, यी दुईमा यदि छान्न पर्यो भने दुष्ट मानिस भन्दा सर्पलाई छान्न उचित हुनेछ, किनकि सर्पले त समय आएको अवस्थामा मात्र डस्ने गर्दछ, जबकि दुष्ट मानिसले हरेक समय हानि पुर्याइ नै रहने गर्दछ। समुद्रले पनि प्रलय आएको अवस्थामा आफ्नो मर्यादा उल्लङ्घन गर्ने गर्दछ। सबै सीमाहरूलाई तोडेर जमिनमा आएर फैलने गर्दछ। तर सज्जन मानिस त्यो हुने गर्दछ जसको जीवनमा जति नै प्रलय आए पनि, भयङ्कर विपत्ति नै आए पनि सधैँ शान्त रहने गर्दछ, गम्भीर रहने गर्दछ। मूर्ख मानिससँग टाढै रहन उचित हुने गर्दछ, किनकि त्यस्तो व्यक्ति मानिस देखिए तापनि दुई खुट्टा भएको पशु बराबर हुने गर्दछ। उसले सज्जन मानिसलाई त्यसरी नै हानि पुर्याउने गर्दछ जसरी शरीरमा गाडिएको काँडाले निरन्तर शरीरलाई पीडा दिने गर्दछ। सुन्दर रूप भए तापनि, राम्रो कुलमा जन्म लिएको भए तापनि, यदि मानिसले विद्या आर्जन गरेको छैन भने त्यो मानिस टेसुको फूल सरह हुने गर्दछ, जुन देख्दा राम्रो भए तापनि। न त त्यसले सुगन्ध दिने गर्दछ, न त त्यो पूजालाई नै काम लाग्दछ। कोइलीको सुन्दरता उसको स्वरमा हुने गर्दछ, उसको मिठो आवाजमा हुने गर्दछ। स्त्रीहरूको सुन्दरता उनीहरूको पतिव्रतामा हुने गर्दछ। कुरूप मानिसको सुन्दरता उसको विद्वान हुनुमा हुने गर्दछ, अनि तपस्वीहरूको सुन्दरता उनीहरूको क्षमतामा हुने गर्दछ। परिश्रम गर्ने मानिस कहिले पनि दरिद्र हुन सक्दैन। भगवानको नाम जपिरहनाले मानिसले पाप कर्म गर्न सक्दैन। मौन रहनाले लडाई झगडा हुने गर्दैन। अनि जुन मानिस सदैव सचेत रहने गर्दछ उसलाई कुनै पनि प्रकारको भय डर हुँदैन। धेरै सुन्दर हुनको कारण सीता माताको अपहरण भयो। धेरै घमण्डी भएकै कारण रावण रामको हातबाट मारिनु पर्यो। धेरै दान दिनको कारण राजा बलिलाई कष्ट उठाउनु पर्यो। त्यसैले पनि कुनै पनि कुराको अतिलाई त्यागिदिनु नै उत्तम हुने गर्दछ। बलवान मानिसको लागि कुनै पनि काम कठिन हुने गर्दैन। व्यापारीहरूको लागि कुनै पनि स्थान टाढा हुने गर्दैन। पढे लेखेको विद्वानको लागि कुनै पनि ठाउँ विदेश हुने गर्दैन। यसै प्रकारले जो मधुरभाषी हुने गर्दछ
उसको लागि कुनै पनि मानिस पराया हुने गर्दैन। जस्तो प्रकारले सुगन्धित फूलले भरिएको वृक्षले सम्पूर्ण जङ्गललाई नै सुगन्धित बनाउने गर्दछ, त्यसरी नै एउटा सद्गुणी सन्तानले पुरै वंशको शोभा बढाउने गर्दछ। जहाँ गुणवान मानिसहरूको आदर सम्मान हुने गर्दछ, त्यहाँ अन्न आदि धेरै मात्रामा सङ्ग्रह हुने गर्दछ। जहाँ श्रीमान श्रीमतीमा कुनै पनि प्रकारको झै झगडा हुने गर्दैन, मतभेद हुने गर्दैन, त्यस्तो स्थानमा लक्ष्मी स्वयं आएर विराजमान हुने गर्दछ। जबसम्म शरीर स्वस्थ तथा निरोगी रहने गर्दछ, त्यस बेला नै मानिसले धर्म पुण्य आदिको काम गर्नुपर्दछ। केही गर्ने भनेको जीवन रहँदासम्म मात्र हो। विद्यामा कामधेनुको गुण हुने गर्दछ, जसले बेमौसममा पनि फल दिने काम गर्दछ। देश विदेशमा रहे तापनि विद्याले माताले जसरी रक्षा गर्ने गर्दछ, त्यसैले पनि विद्यालाई गुप्तधन भनिएको छ। 100वटा गुणरहित अनि मूर्ख सन्तान हुनको साटो एउटा विद्वान सन्तान हुन धेरै नै राम्रो हुन्छ, किनकि आकाशमा 1000 तारा भए तापनि एउटा चन्द्रमाले नै रातको अँध्यारोलाई मेटाउने काम गर्दछ। कुनै पनि साधना गर्नु छ भने एक्लो व्यक्ति उत्तम हुने गर्दछ, पढ्नु छ भने 2 जना बसेर पढ्नु उत्तम हुने गर्दछ, गीत गाउनु छ भने 3 जना मिलेर अभ्यास गर्नु उत्तम हुने गर्दछ। त्यसै प्रकारले यात्रामा निस्कनु छ भने कम्तीमा पनि 4 जना भएर निस्कनु उत्तम हुने गर्दछ। खेती आदि ठिक तरिकाले गर्नु छ भने 5 व्यक्तिको आवश्यकता हुने गर्दछ, जबकि युद्ध हुन्छ भने यो सङ्ख्या जति धेरै हुने गर्दछ त्यति नै उत्तम हुने गर्दछ। जुन घरमा आफ्नो सन्तान हुँदैन त्यो घर शून्य हुने गर्दछ। जसको कोही आफन्त हुने गर्दैन उसको लागि सबै दिशा अनि संसार शून्य हुने गर्दछ। मूर्ख मानिसको हृदय शून्य हुने गर्दछ अनि दरिद्र निर्धन मानिसको लागि सबै शून्य हुने गर्दछ। अभ्यास बिना कुनै पनि शास्त्र विष बराबर हुने गर्दछ। अपचको अवस्थामा मिठो भोजन गर्नु पनि विष बराबर हुने गर्दछ। त्यस्तै निर्धन अनि दरिद्र मानिसको लागि समाजमा बस्नु विष पिएर बस्नु बराबर हुनेछ अनि वृद्ध पुरुषको लागि यौवन स्त्री विष बराबर हुने गर्दछ। मानिसले यस्तो धर्म त्यागिदिनु पर्दछ जसमा कुनै पनि दया अनि ममताको अभाव हुन्छ, त्यस्तो गुरुलाई पनि त्यागिदिनु पर्दछ। जुन गुरु विद्याबाट हीन हुन्छ त्यस्तो स्त्रीलाई पनि त्यागिदिनु श्रेष्ठकर हुने गर्दछ जुन स्त्री क्रोधले भरिएको हुन्छ। फेरि त्यस्तो साथीलाई आफन्तलाई पनि त्यागिदिनु उपयुक्त हुन्छ जसबाट प्रेम तथा स्नेहको अभाव हुने गर्दछ। समझदार मानिसले सदैव यी कुराहरूको बारेमा सोचिरहन आवश्यक हुने गर्दछ। यस्तो कि मेरो समय कस्तो चलिरहेको छ, मेरो मित्रहरू कति छन् अनि कस्तो छन्, म जुन स्थानमा रहने गर्दछु त्यो स्थान कस्तो छ, मेरो आम्दानी अनि खर्च कस्तो छ, म को हुँ अनि मेरो के गर्ने सामर्थ्य शक्ति छ। जन्म दिने, यज्ञलाई पवित्र गर्ने, विद्या दान दिने, अन्न दिने, कुनै पनि भयबाट मुक्त गर्ने यी 5 मानिसहरूलाई पिता समानको स्थान दिएको छ। त्यसै गरी राजाको पत्नी, गुरुको पत्नी, मित्रको पत्नी, आफ्नो पत्नीको माता अनि आफूलाई जन्म दिने माता, यी 5लाई माताहरूको स्थान दिइएको छ। यी 4 प्रकारको परीक्षा दिएर पास भएको सिद्ध भएको मानिस नै खरो हुने गर्दछ। उसको सज्जनता, उसको चरित्र, उसको गुण अनि उसको आचरण व्यवहारले नै त्यस मानिसको खरोपनाको पुष्टि गर्ने गर्दछ। सङ्कट सबै मानिसलाई आउने गर्दछ, तर बुद्धिमान मानिस त्यो हुने गर्दछ जो सङ्कट अथवा आपत्ति शिरसम्म नआउँदासम्म पनि नहडबडाइकन नै डटेर सामना गर्ने गर्दछ। त्यस्तो अवस्था आएको खण्डमा आफ्नो पुरै शक्ति लगाएर भए पनि सङ्कट तथा आपत्तिलाई टाढा भगाउने प्रयास गरि नै रहनु पर्दछ। जसरी एउटै आमाको कोखबाट जन्म लिएको, एउटै नक्षत्र समय आदिमा जन्म लिएको बालकको गुण कर्म स्वभाव एउटै नहुने गर्दछ, त्यसरी नै एउटै वृक्षमा फलेको सबै फल अनि त्यसमा रहेको काँडा पनि समान नहुने गर्दछ। फलको स्वाद अनि काँडाको कठोरतामा अलगपना हुने गर्दछ।
जोसुकै मानिस किन नहोस्, उसलाई ठूलो बन्ने लोभ हुने नै गर्दछ। जो मानिस आफ्नो शरीरलाई राम्रो कपडा अनि सुगन्धले सजाउने गर्दछ, उसमा काम वासना पनि अधिक हुने गर्दछ। जो मानिस चतुर हुँदैन, ऊ मधुरभाषी पनि हुन सक्दैन। त्यसैगरी जो सफा बोल्छ, बनावटी कुरा गर्दैन, त्यो मानिस कहिले पनि धोकेबाज हुन सक्दैन। अल्छीपनाको कारणले विद्या नष्ट हुने गर्दछ। अरू पुरुषसँग गएको स्त्रीको धर्म नष्ट हुने गर्दछ। कम बीज छर्नाले खेती बेकार हुने गर्दछ, अनि सेनापति मारिनाले बाँकी रहेको सेनाहरूको पनि नष्ट हुने गर्दछ। धर्मको रक्षाको लागि धनको आवश्यकता हुने गर्दछ। विद्याको रक्षाको लागि त्यसको निरन्तर अभ्यासको आवश्यकता हुने गर्दछ। मधुर बोली अनि व्यवहारको कारण शासकको रक्षा हुने गर्दछ। त्यसैगरी राम्रो शील स्वभाव भएको स्त्रीको कारण घरको रक्षा हुने गर्दछ। विद्वान पण्डित आदिको निन्दा गर्ने, शास्त्रमा भनिएको श्रेष्ठ कुराहरूलाई व्यर्थ सम्झने, गम्भीर अनि शान्त प्रकृतिको व्यक्तिलाई ढुङ्गी अनि पाखण्डी सम्झने मानिस सधैँ दुखी रहने गर्दछ। दान आदि कर्म गर्नाले दरिद्रता नष्ट हुने गर्दछ। राम्रो आचरण व्यवहारले दुःख कष्ट टाढा भाग्ने गर्दछ। मानिसको दुर्गति समाप्त हुने गर्दछ। ज्ञान तथा बुद्धिले अज्ञानता नष्ट हुने गर्दछ, अनि ईश्वरको भक्ति गर्नाले भय तथा सङ्कट टाढा हुने गर्दछ। काम वासना जस्तो अरू कुनै रोग छैन। लोभभन्दा ठुलो अरू कुनै शत्रु छैन। क्रोध अनि रिसभन्दा भयङ्कर अर्को कुनै आगो छैन। अनि ज्ञानभन्दा ठुलो यस संसारमा सुख दिने कुनै अरू वस्तु छैन। जस्तो प्रकारले मानिस एक्लै जन्म लिने गर्दछ, त्यस्तै प्रकारले उसले एक्लो नै पाप अनि पुण्यको फल पनि भोग्नु पर्दछ। एक्लै अनेक प्रकारको कष्ट पनि भोग्नु पर्दछ। अर्थात् एक्लै नरकको जस्तो दुःख पनि उठाउनु पर्दछ, अनि एक्लो नै उसले मोक्ष प्राप्त गर्ने गर्दछ। समुद्रमा वर्षात हुनु, भोजनबाट तृप्त भएको मानिसलाई फेरि भोजन गराउनु, धनी मानिसलाई दान दिनु, अनि दिनमा दीपक जलाउने आदि कुरा भनेको व्यर्थ अनि निरर्थक हुने गर्दछ। बादलको जस्तो दोस्रो कुनै जल शुद्ध हुँदैन। आत्मबल जस्तो ठुलो बल दोस्रो कुनै बल हुँदैन। नेत्र ज्योतिको समान कुनै दोस्रो ज्योति हुँदैन, अनि अन्नको समान कुनै दोस्रो प्रिय पदार्थ हुँदैन। यस चराचर जगतमा धन चलायमान हुन्छ, अर्थात् यो कहिले स्थिर रहँदैन, नष्ट हुने गर्दछ। प्राण पनि नष्ट हुने गर्दछ। जीवन अनि यौवन पनि नष्ट हुने गर्दछ। यो संसारमा केवल एउटै चीज मात्र स्थिर रहन्छ, त्यो हो साँचो धर्म। मानिसले वेद आदि शास्त्रलाई सुनेर धर्मको रहस्यलाई थाहा पाउँदछन्। विद्वानको कुरा सुनेर दुष्ट मानिस खराब ढङ्गले सोच्न बन्द गरिदिने गर्दछन्। त्यसैगरी गुरुबाट ज्ञान प्राप्त गरेर मानिस संसारको बन्धनबाट छुटकारा पाउँदछन्। काँसको भाँडा खरानीले माझ्नाले, तामाको भाँडा अमिलोले माझ्नाले शुद्ध हुने गर्दछ। त्यसैगरी स्त्री रजस्वला भएपछि अनि नदीको पानी तीव्र वेगले बग्नाले शुद्ध हुने गर्दछ। मानिस जस्तो भाग्य लिएर जन्म लिएको हुन्छ, उसको बुद्धि पनि त्यस्तै प्रकारको हुने गर्दछ, अनि उसले व्यवसाय काम धन्दा पनि त्यस्तै प्रकारको रोज्ने गर्दछ। फेरि उसको साथी सङ्गति पनि त्यस्तै प्रकारको हुने गर्दछ। समय नै त्यस्तो चिज हो जसले सबै प्राणीलाई आफ्नो पेटमा पचाउन सक्दछ, अर्थात् सबैलाई नष्ट गरिदिन सक्ने उसमा तागत रहेको हुन्छ। काल नै सबको मृत्युको कारण हुने गर्दछ। जब सबै मानिस सुतेको हुन्छन्, तब काल मात्र जागेर बस्ने गर्दछ। त्यसैले यसमा कुनै सन्देह छैन कि काल नै ठुलो बलवान हो भनेर। त्यसैले कालबाट पार पाउन असम्भव हुने गर्दछ। जीवात्मा स्वयं जस्तो कार्य गर्दछ, त्यसको फल पनि त्यस्तै भोग्नु पर्दछ। ऊ स्वयं नै विभिन्न योनिहरूमा जन्म लिएर संसारको भ्रमण गर्दछ, अनि स्वयं आफ्नै पुरुषार्थले श्रेष्ठ कार्यले संसारको बन्धनको चक्रबाट मुक्ति पाउने गर्दछ। राष्ट्रको पाप त्यस राज्यको राजाले भोग्नु पर्दछ। राजाको पाप पुरोहितले भोग्नु पर्दछ। पति पत्नीको पाप पति पत्नी स्वयंले भोग्नु पर्दछ, अनि शिष्यको पाप उसको गुरुले भोग्नु पर्दछ।
ऋणी पिता आफ्नो सन्तानको शत्रु हुने गर्दछ। यही स्थिति खराब चरित्र भएको माताको पनि हुने गर्दछ। सुन्दर पत्नी आफ्नो पतिको अनि मूर्ख पुत्र आफ्नो मातापिताको शत्रु हुने गर्दछ। लोभीलाई धन दिएर, अभिमानीलाई हात जोडेर, मूर्खलाई उसको इच्छा अनुसारको कार्य गरेर अनि विद्वानलाई साँचो कुरा भनेर वशमा पार्ने प्रयत्न गर्नुपर्दछ। कुनै पनि काम जुन सानो होस् अथवा ठुलो होस्, मानिसले त्यसमा सुरुदेखि नै पुरै शक्ति लगाइदिनुपर्ने हुन्छ। यो शिक्षा हामी एउटा सिंहबाट लिन सक्दछौँ। समयमा बिउझेर उठ्न, युद्धको लागि सधैँ तयार रहन, आफ्नो दाजुभाइ तथा सम्बन्धीहरूलाई उनीहरूको उचित हिस्सा दिन अनि स्वयं आक्रमण गरेर भोजन गर्न, यी 4 कुराहरू मानिसले कुखुराबाट सिक्न जरुरी हुन्छ। लुकेर शारीरिक सम्पर्क गर्न, उचित कुरामा जिद्दी हुन, समय समयमा केही कुराहरू जम्मा गर्न, निरन्तर सावधान रहन अनि कुनै दोस्रो मानिसमा पुरै तरिकाले विश्वास नगर्न, यी 5 कुराहरू मानिसले कागबाट सिक्नु पर्दछ। धेरै भोजन गर्न, त्यसैगरी कममा पनि सन्तुष्ट रहन, गहिरो निन्द्रा लिन अनि छिटोसँग उठ्न, स्वामी भक्ति अनि बहादुरी, यी 6 कुराहरू मानिसले कुकुरबाट सिक्नु पर्दछ। एक बुद्धिमान मानिस यस्तो हुनुपर्दछ कि उसको धनको नष्ट भए तापनि, मानसिक दुःख भए तापनि, घरमा विभिन्न प्रकारको दोष भए तापनि, कुनै मानिसबाट ठगिए तापनि अनि आफू कसैबाट अपमान भए तापनि, यस्तो कुराहरू उसले कसैलाई भन्न हुँदैन, कसैमा प्रकट गर्न हुँदैन। जो मानिस धन सम्पत्तिको लेनदेनमा, विद्या अर्थात् कुनै प्रकारको कला सिक्नमा, भोजन गर्दाको अवस्थामा, व्यवहारमा लजाउने र सङ्कोच मान्ने गर्दैन भने त्यो मानिस सधैँ सुखी रहने गर्दछ। जो व्यक्ति सन्तोषरूपी अमृतबाट तृप्त भएको हुन्छ, मनदेखि शान्त हुने गर्दछ, उसलाई जति सुख प्राप्त हुने गर्दछ त्यस्तो व्यक्तिलाई हुने गर्दैन जो केवल धन प्राप्तिको लागि यताउता दौडधुप मात्र गर्ने गर्दछ। आफ्नो पत्नी, भोजन अनि धन, यी 3 कुराहरूप्रति मानिस सन्तोषी रहनु पर्दछ। तर विद्या आर्जन गर्न, तप अनि दान धर्म गर्नप्रति मानिस कहिले पनि सन्तोषी रहन हुँदैन। 2 ब्राह्मणहरूको बीचबाट, ब्राह्मण अनि अग्निको बीचबाट, पति पत्नीको बीचबाट, सेवक अनि नोकरको बीचबाट तथा हलो र गोरुको बीचबाट कहिले पनि निस्कन हुँदैन। अग्नि, गुरु, ब्राह्मण, गाई, कुमारी कन्या, बुढाबुढी मानिस अनि सानो बच्चा, यी सबैलाई खुट्टाले कहिले पनि छुन हुँदैन। बैलगाडीबाट 5 हात, घोडाबाट 10 हात अनि हात्तीबाट 100 हात टाढा रहनमा नै मानिसको भलाइ हुने गर्दछ। तर दुष्ट मानिसबाट बच्नको लागि यदि बसिराखेको स्थानलाई नै त्याग्नु परे तापनि मनमा कुनै हिचकिचाहट राख्न हुँदैन। ब्राह्मण भोजनबाट तृप्त हुने गर्दछन्, मयूर बादलको गर्जनबाट तृप्त हुने गर्दछन्। सज्जन मानिस अरू मानिसहरूलाई सम्पन्न अनि सुखी देखेर तृप्त हुने गर्दछन्। दुष्ट मानिस अरूलाई विपत्ति परेको देखेर तृप्त हुने गर्दछन्। मानिस अत्यन्त सिधा पनि हुनु हुँदैन, किनकि वनमा गएर हेर्नुहोस्, सिधा वृक्षलाई काटिदिने गरिन्छ अनि टेढो मेढो बाङ्गो वृक्षलाई त्यतिकै छोडिदिने गरिन्छ। जुन पोखरीमा सधैँ जल हुने गर्दछ त्यस पोखरीमा हाँस रहने गर्दछ। जब त्यस पोखरीको जल सुक्दछ, हाँसले उक्त स्थान छोडेर अन्तै जाने गर्दछ। मानिस हाँसको समान स्वार्थी कहिले पनि हुन हुँदैन, किनकि आज काम लागेको मानिस फेरि अर्को पटक कुनै समयमा आवश्यक हुन सक्दछ। कमाएको धनलाई त्याग गर्नु तथा त्यसको उचित ढङ्गले खर्च गर्नु, त्यसबाट लाभ उठाउनु नै त्यस धनको रक्षा हुने गर्दछ। जसरी पोखरीमा जम्मा भएको जललाई निकालिरहनाले नै त्यस पोखरीको पानी शुद्ध अनि पवित्र हुने गर्दछ। यो संसारमा जोसँग धन हुने गर्दछ उसैको सबै मित्र हुने गर्दछ, उसैको भाइ बन्धु अनि आफन्तहरू हुने गर्दछ। धन भएको मानिसलाई नै श्रेष्ठ मानिने गरिन्छ, यसै प्रकार उसले सम्मानपूर्वक जीवन पनि बिताउने गर्दछ।
स्वर्गबाट यस संसारमा आएको जीवमा शरीरमा मात्र यी 4 कुराहरू चिन्हको रूपमा हुने गर्दछन्। उसमा दान दिने प्रवृत्ति हुने गर्दछ, ऊ मधुरभाषी हुने गर्दछ, भगवानको सधैँ आराधना गर्दछ अनि विद्वान ब्राह्मणलाई सदैव तृप्त अर्थात् सन्तुष्ट राख्दछ। नरकमा बस्ने अनि मानिसको शरीर धारण गरेर यस संसारमा आउने जीवको शरीरमा यी 4 कुराहरू चिन्हको रूपमा हुने गर्दछन्। उनीहरू अत्यन्तै क्रोधी स्वभावका हुने गर्दछन्, रुखो कुरा गर्ने खालका हुने गर्दछन्, उनीहरू निर्धन हुने गर्दछन्, आफ्नो परिवार अनि मित्रहरूसँग द्वेषभाव राख्ने खालका हुने गर्दछन्, उनीहरूको सङ्गति नीच मानिसहरूसँग रहने गर्दछ अनि नीच मानिसहरूको नै सेवा गर्ने गर्दछन्। यस्तो मानिस नरकबाट आउँदछन् अनि जहाँ रहने गर्दछन् त्यहाँ पनि नरक बनाइदिने गर्दछन्। यदि कोही मानिस सिंहको गुफामा पुग्दछ भने यो सम्भव हुन सक्छ कि उसलाई त्यहाँ हात्तीको मस्तिष्कको मोती अर्थात् गजमुक्ता प्राप्त गर्न सक्दछ। तर यदि कोही स्यालको गुफामा पुग्दछ भने त्यहाँ उसले केवल बाछोको पुच्छर अथवा गधाको छालाको टुक्रा नै प्राप्त गर्ने गर्दछ। विद्या बिना मानिसको जीवन कुकुरको त्यो पुच्छर जस्तो हुने गर्दछ जुन पुच्छरले उसले न त आफ्नो गुप्त भागलाई छोप्न सक्दछ न त मच्छर आदिले टोक्दा त्यसलाई उडाउन नै सक्दछ। बाणीमा पवित्रता, मनमा शुद्धि, इन्द्रियहरूमा संयम, प्राणीहरूमा दया, धनमा पवित्रता, यी सब मोक्ष प्राप्त गर्नेहरूको लक्षण हुने गर्दछ। जसरी फूलमा सुगन्ध हुने गर्दछ, तिलमा तेल हुने गर्दछ, सुकेको लट्ठीमा अग्नि हुने गर्दछ, दूधमा घिउ हुने गर्दछ, उखुमा गुण अथवा मिठास हुने गर्दछ, त्यसरी नै मानिसको शरीरमा आत्मा अनि परमात्मा रहने गर्दछ। बुद्धिमान मानिसले विवेकको सहारा लिएर आत्मा अनि परमात्मालाई जान्ने अनि बुझ्ने प्रयत्न गर्नुपर्दछ। जुन मानिस यस संसारमा केवल धन प्राप्तिको इच्छा राख्ने गर्दछ उनीहरू मतलबी अनि नीच कोटीको हुने गर्दछन्। मध्यम श्रेणीको मानिसहरू धन अनि सम्मान दुवैको इच्छा राख्ने गर्दछन्, जबकि उच्च कोटीको मानिसहरू केवल आदर सम्मान नै चाहने खालका हुने गर्दछन्। तेलको मालिस गरिसके पश्चात, चिताको धुवाँलाई स्पर्श गरिसके पश्चात, सम्भोग आदि गरिसके पश्चात अनि हजामत कपाल दाढी बनाइसके पश्चात मानिस जबसम्म स्नान गर्दैन तबसम्म ऊ चाण्डाल अर्थात् अशुद्ध रहने गर्दछ। यदि तिमी यस संसारबाट मुक्ति चाहन्छौ भने प्रवृत्तिको विषय खराब बानी बेहोरालाई विषलाई त्यागे जसरी त्यागिदिनु पर्दछ त्यसरी नै क्षमा, सरलता, दया, पवित्रता अनि सत्यलाई अमृत समान ग्रहण गर्नुपर्दछ। जो मानिस एक अर्काको रहस्यलाई उजागर गर्ने गर्दछ तिनीहरू यस प्रकार नष्ट हुने गर्दछन् कि जसरी कमिलाको गोलामा सर्प फसेर नष्ट हुने गर्दछ। विद्यार्थी, सेवक, बाटोमा हिँडिरहेको बटुवा, यात्री, सपनामा भोकले पीडित प्यासी, सपनामा डराएको व्यक्ति अनि भण्डारको रक्षा गरिरहेको द्वारपाल यदि आफ्नो कार्यकालमा सुतिरहेका छन् भने उनीहरूलाई बिउझाइदिनु पर्दछ। सर्प, बाघ, सुँगुर, बालक, अरूको कुकुर अनि मूर्ख व्यक्तिलाई सुतिरहेको अवस्थामा कहिल्यै उठाउनु हुँदैन। जुन ब्राह्मण केवल धन प्राप्तिको विचारले वेद आदिको अध्ययन गर्ने गर्दछ अनि नीच मानिसहरूको अन्न आदि खाने गर्दछ ऊ विषहीन सर्पको समान केही गर्नमा असमर्थ हुने गर्दछ। दरिद्र अवस्थामा पनि यदि व्यक्तिले धैर्यता छोड्दैन भने तब उसलाई निर्धनताले कष्ट दिने गर्दैन। साधारण वस्त्रलाई पनि यदि सफा राखियो भने त्यो पनि राम्रो देखिने गर्दछ। यदि सामान्य भोजन जसलाई सफा, ताजा, तातो खाइयो भने त्यो पनि मिठो लाग्दछ। त्यस्तै प्रकारले सुशीलता आदि गुणहरू हुँदा मानिस यदि कुरूप नै भए तापनि ऊ राम्रो देखिने गर्दछ। सर्प यदि विषहीन नै किन नहोस् उसलाई आफ्नो फन फैलाउनु पर्दछ। उसमा विष छ या छैन त्यो कसैलाई थाहा हुँदैन, तर उसले आडम्बर देखाउनाले मानिस भयभीत भने अवश्य हुने गर्दछ। भाग्यको महिमा अपरम्पार हुने गर्दछ। त्यसले निर्धन अर्थात् भिखारीलाई पनि क्षणभरमा राजा बनाउन सक्दछ
अनि राजालाई कंगाल त्यस्तै भाग्यकै कारणले धनवान व्यक्ति निर्धन बन्दछ भने निर्धन व्यक्ति धनवान पनि बन्दछ। जुन व्यक्तिमा कुनै पनि प्रकारको भित्री योग्यता हुँदैन, अर्थात् जो व्यक्ति भित्रबाट खाली हुने गर्दछ, बुद्धिहीन हुने गर्दछ, त्यस्तो व्यक्तिलाई कुनै पनि प्रकारको उपदेश दिँदा त्यस प्रकारले व्यर्थ हुने गर्दछ जस्तो प्रकारले वनमा आउने चन्दनको सुगन्धको स्पर्शले न त बाँसमा सुगन्ध भरिने गर्दछ न त त्यो चन्दन नै बन्न सक्दछ। यद्यपि मानिस सिंह अनि बाघ आदि हिंस्रक जनावरहरू भएको वनमा बास बस्न किन नपरोस्, कुनै रुखमा आफ्नो घर बनाएर बस्न किन नपरोस्, रुखको पात अनि फल खाएर जीवन गुजारा गर्न किन नपरोस्, परालको ओछ्यानमा किन सुत्न नपरोस्, रुखको बोक्राको फाटेको पुरानो लुगा लगाउन किन नपरोस्, तर आफ्नो भाइ बन्धुहरूमा धन रहित भएर जीवन बिताउन नपरोस्। दान आदि कर्म गर्ने इच्छा, मधुर भाषी, धैर्य अनि उचित अथवा अनुचितको ज्ञान, यी 4 गुणहरू मानिसमा स्वाभाविक रूपबाट हुने गर्दछ। अभ्यासबाट यिनीहरूलाई प्राप्त गर्न सकिँदैन। हात्ती ठूलो शरीर भएको हुने गर्दछ, तर त्यसलाई एउटा सानो अंकुशद्वारा बसमा राख्न सकिन्छ। दियो बाल्नाले अन्धकार नष्ट हुने गर्दछ, तर पनि अन्धकार भन्दा दियो धेरै सानो हुने गर्दछ। हतौडाको चोटले ठूलो भन्दा ठूलो पर्वत भत्काउन सकिन्छ, तर पनि हतौडा पहाडको आकारको तुलनामा मामुली हुने गर्दछ। त्यसैले प्रत्येक वस्तु आफ्नो तेजको कारणले बलवान हुने गर्दछ। बलवान हुनको लागि लामो अनि चौडा भएको शरीर भएर कुनै अर्थ राख्दैन। उसैको घर सुखी हुन सक्दछ जसको पुत्र अनि पुत्रीहरू राम्रो बुद्धि भएको हुन्छ, जसको पत्नी मृदुभाषिणी हुन्छ, जोसँग परिश्रम हुन्छ, इमान्दारीसँग कमाएको धन हुन्छ, राम्रो मित्रहरू हुन्छ, आफ्नो पत्नीप्रति प्रेम अनि अनुराग हुन्छ, नोकर चाकर आज्ञाको पालन गर्ने खालको हुन्छ, जुन घरमा पाहुनाहरूको आदर सम्मान हुन्छ, भगवानको आराधना हुन्छ, जो व्यक्ति दोस्रो स्त्रीहरूलाई माताको समान हेर्दछ अनि व्यवहार गर्दछ, अरूको धनलाई माटोको थुप्रोसरी सम्झन्छ अनि संसारको सबै प्राणीहरूलाई आफ्नो आत्माको समान हेर्ने गर्दछ भने वास्तवमा उसैले नै यथार्थ देख्दछ। जुन कुरा भइसकेको छ त्यसको चिन्ता गर्न व्यर्थ छ, जुन कुरा भविष्यमा हुनेवाला छ त्यसको चिन्ता गर्न पनि बेकार छ। बुद्धिमान मानिस त्यो हुने गर्दछ जो वर्तमानमा चलिरहेको समय अनुसार आफ्नो कर्ममा लागिरहन्छ, जसलाई कसैप्रति स्नेह अथवा प्रेम हुने गर्दछ उसलाई उसैबाट भय पनि रहने गर्दछ। स्नेह अनि प्रेम नै दुःखको आधार हो अनि सबै दुःखको मूल कारण पनि हो। त्यसैले मानिसले स्नेह प्रेम आदि बन्धनलाई त्यागेर सुखपूर्वक रहने कोसिस गर्नुपर्दछ। धर्ममा निरन्तर लागिरहनु, मुखबाट सधैँ मिठो वचन बोल्नु, दान आदि दिनमा सधैँ उत्सुक रहनु, साथीभाइप्रति कुनै भेदभाव नराख्नु, गुरुप्रति सधैँ नम्रता अनि सधैँ गम्भीरतापूर्वक आफ्नो हृदयमा राख्नु, आफ्नो आचरणमा पवित्रता हुनु, राम्रो गुणलाई ग्रहण गर्नको लागि सधैँ रुचि रहनु, शास्त्रहरूको विशेष ज्ञान राख्नु, रूपमा सौन्दर्य हुनु अनि सधैँ भगवानको भक्ति आदिमा रहनु, यी सबै गुणहरू सज्जन मानिसमा नै देखिने गर्दछ। जुन घरमा सन्तान हुँदैन त्यो घर शून्य मानिने गरिन्छ। जसको कुनै नातागोता सम्बन्ध हुँदैन उसको लागि सबै दिशा सारा संसार नै शून्य हुने गर्दछ। फेरि मूर्ख व्यक्तिको मन शून्य हुने गर्दछ अनि दरिद्र व्यक्तिको लागि त सबै कुरा शून्य हुने गर्दछ। मानिसले सबै स्थानबाट केही न केही कुरा सिक्न सक्दछ। उसले राजपुत्रहरूबाट नम्रता अनि सुशीलता, विद्वानहरूबाट प्रिय वचन बोल्न, जुवाडीहरूबाट मिथ्या भाषण गर्न, साथै वास्तविक स्थितिको थाहा नदिन अनि दुष्ट स्त्रीबाट छलकपट कसरी गर्न सकिन्छ त्यो सिक्न सकिन्छ। जुन व्यक्ति कुनै विचार नगरिकनै अनि नदेखिकनै शक्तिको मादमा अधिक खर्च गर्ने गर्दछ, निर्बल हुँदाहुँदै लडाई झगडामा रुचि राख्ने गर्दछ, काम वासनामा लिप्त रहने गर्दछ, अधीर रहने गर्दछ,
त्यो व्यक्ति छिटै नष्ट हुने गर्दछ। बुद्धिमान मानिस त्यो हुने गर्दछ जो केवल भोजन प्राप्तिको लागि मात्र चिन्ता नगरी धर्म कर्म सम्बन्ध राम्रो बनाउनको लागि सधैँ चिन्तित रहने गर्दछ। किनकि राम्रोसँग कर्तव्य पालना गर्ने सही दिशामा हिँड्ने मानिसको कामनाहरूको पूर्ति प्रकृति स्वयंले पूरा गरिदिने गर्दछ। जसरी पानीको थोपा थोपा जम्मा भएर एउटा भाँडो भरिने गर्दछ, त्यसरी नै निरन्तर जम्मा गरिरहनाले धन, विद्या अनि धर्मको प्राप्ति हुने गर्दछ। मानिसलाई यदि एक मुहूर्त अर्थात् 48 मिनेटको जीवन किन नमिलोस्, उसले त्यो जीवनलाई उत्तम अनि पुण्य कार्य गरेर बिताउनु पर्दछ, किनकि यस्तो जीवन नै उत्कृष्ट हुने गर्दछ। यदि दुष्ट कर्म गरेर जीवन बिताउनु छ भने उसलाई यस लोक अनि परलोकमा हजारौं वर्ष बाँच्नको लागि मिले तापनि त्यो व्यर्थ हुने गर्दछ। देवता, सज्जन अनि मातापिता स्वभावबाट सन्तुष्ट हुने गर्दछन्। इष्टमित्र, साथी आदि राम्रो खानपानले सन्तुष्ट हुने गर्दछन्, जबकि पण्डित आदि मधुर भाषण बोलीबाट प्रसन्न हुने गर्दछन्। महात्मा अनि सज्जन मानिसले धनलाई खोष्टा अर्थात् अर्थहीन सम्झने गर्दछन्। यदि उनीहरूलाई धन प्राप्त भए तापनि उनीहरूमा कुनै पनि प्रकारको घमण्ड हुने गर्दैन, बरु उनीहरू यसरी झुक्ने गर्दछन् जस्तो प्रकारले फलहरूले लटरम्म भएको वृक्षको हाँगाहरू झुक्ने गर्दछ। आइपर्ने दुःखको लागि जो सधैँ तयार रहने गर्दछ अनि कुनै विपत्ति आए पनि नतालिकन त्यसलाई समाधान गर्नको लागि अनेक उपाय सोच्ने गर्दछ, यी दुई प्रकारको व्यक्तिले नै सुख प्राप्त गर्दछ, सुखी रहने गर्दछ। तर जुन व्यक्ति भाग्यको भरमा मात्र बस्ने गर्दछ, भाग्यमा जे लेखिएको छ त्यही हुनेछ भन्ने गर्दछ, सोच्ने गर्दछ, त्यो व्यक्ति सधैँ दुखी रहने गर्दछ, नष्ट हुने गर्दछ। जुन देशको शासक धर्मात्मा हुन्छ त्यस देशको जनताहरू पनि धार्मिक आचरणको हुने गर्दछन्। जुन देशको शासक पापी भ्रष्ट हुन्छ त्यस देशको जनताहरू पनि त्यस्तै प्रकारको हुने गर्दछन्। अनि जुन देशको शासक उदासीन गन्तव्यहीन हुने गर्दछ त्यस देशको जनताहरू पनि उदास रहने गर्दछन्, किनकि नेतृत्व पंक्ति जस्तो हुने गर्दछ अनुसरण गर्ने पनि त्यस्तै हुने गर्दछन्। चाणक्य भन्दछन् कि म त्यसलाई जीवित रहे तापनि मरेको समान ठान्दछु जुन मानिस धर्मबाट टाढा रही अधर्मी हुने गर्दछ, जबकि धर्मयुक्त मानिस मृत्यु पश्चात पनि जीवित रहने गर्दछ, यसमा कुनै सन्देह छैन। नीच मानिस त्यो हुने गर्दछ जुन मानिस अरूको प्रगति देखेर उसको यशरूपी कृतिबाट जल्ने गर्दछ, अनि जब त्यही कृति पाउन ऊ असमर्थ हुने गर्दछ नि तब ऊ अरूको निन्दा गर्न सुरु गर्दछ। मानिसको मनको सबै इच्छाहरू पनि पूर्ण नहुने गर्दछ, किनकि केही कुराहरू भाग्यको पनि अधीनमा हुने गर्दछ। त्यसै कारणले मानिसले आफ्नो जीवनमा सन्तोष धारण गर्नुपर्दछ। जस्तो प्रकारले हजार गाईहरूमा पनि बाछो केवल आफ्नो आमा भएको ठाउँमा नै जाने गर्दछ, त्यस्तै प्रकारले जसले जस्तो कर्म गर्ने गर्दछ त्यो कर्म उसैको पछि पछि साथमा हिँड्ने गर्दछ। बेढङ्गी काम गर्ने मानिसलाई न त समाजमा सुख मिल्ने गर्दछ न त जङ्गलमा नै। त्यस्तो मानिसलाई समाजमा मानिसको सङ्गतले दुखी गर्ने गर्दछ भने जङ्गलमा एक्लोपनाले मानिसलाई आफ्नो कर्म अनुसारको नै फल मिल्ने गर्दछ। त्यसैगरी मानिसको बुद्धिले पनि कर्म अनुसार नै काम गर्ने गर्दछ। तर पनि बुद्धिमान अनि सज्जन मानिस राम्रोसँग सोचविचार गरेर नै कुनै पनि कार्य गर्ने गर्दछन्। एक युगको अन्तसम्ममा सुमेरु पर्वत पनि स्थिर नरहन सक्दछ। कल्पको अन्त्यमा समुद्रले पनि आफ्नो सीमालाई नाघेर यो संसारलाई कष्ट दिने गर्दछ। तर पनि श्रेष्ठ मानिसले भने आफ्नो हातमा लिएको कामलाई पूरा गर्नबाट कहिले विचलित हुँदैन। यो संसारमा केवल 3 थरी मात्र रत्न छन्, जल, अन्न अनि हितकारी वचन। तर पनि मूर्ख मानिसहरू ढुङ्गाको टुक्रालाई रत्न सम्झने गर्दछन्। पानीमा हालिएको तेल दुष्ट मानिससँग गरिएको गुप्त वार्ता
सुपात्र मानिसलाई दिएको दान, बुद्धिमान मानिसको शास्त्र ज्ञान, यी सबै यस्तो कुराहरू हुन् जुन कुनै शक्ति, प्रयास अथवा विशेषता बिना नै चारैतर्फ फैलने गर्दछ। धार्मिक कथा आदि सुनिरहेको समयमा, शमशान स्थल अनि रोगी हुँदाको अवस्थामा मानिसको मनमा जुन सद्बुद्धि उत्पन्न हुने गर्दछ, यदि त्यो सदैव स्थिर रहने हो भने मानिसले संसारको सबै बन्धनबाट छुटकारा पाउने गर्दछ। दान, तपस्या, वीरता, विज्ञान, विनम्रता अनि नीतिवान हुँदाको अवस्थामा मानिसले आफू सबैभन्दा ठूलो भएको अभिमान कहिले गर्न हुँदैन, किनकि पृथ्वी यस्तो स्थान हो जुन अनेक अमूल्य रत्नले भरिएको छ। जो जसको हृदयमा बसेको हुन्छ, ऊ यदि धेरै टाढा छ भने पनि उसलाई टाढा छ भनेर भन्न सकिँदैन, अनि जो हृदयमा बसेको हुँदैन, यदि ऊ धेरै नजिक छ भने पनि धेरै टाढा भएको महसुस हुने गर्दछ। राजा अनि अग्नि, गुरु अनि स्त्री, यिनीहरूसँग हरेक समय सँगै रहने गर्न हुँदैन। यदि यस्तो गरियो भने मानिसलाई हानि पनि हुन सक्दछ, तर पनि यिनीहरूसँग टाढा रहनाले मानिसलाई खासै लाभ पनि हुने गर्दैन। त्यसैले यिनीहरूसँग व्यवहार गर्दा सोची सम्झी बीचको बाटो अपनाएर गर्नुपर्दछ। यसैलाई मध्यम मार्ग भनिन्छ। संसारमा उही जीवित रहन्छ जसमा गुण अनि धर्म जीवित रहन्छ। मानिसमा हुनुपर्ने गुणहरू अनि धर्मरहित मानिसको जीवन व्यर्थ हुने गर्दछ। हे मानव, यदि तिमी कुनै एक कर्मद्वारा संसारलाई आफ्नो वशमा गर्न चाहन्छौ भने तिमी अरूको निन्दा गर्ने खालको आफ्नो बाणीलाई आफ्नो वशमा राख, अर्थात् अरूको निन्दा गर्न छोडिदेऊ। जो अवसर अनुकूल कुरा गर्न जान्दछ, जो आफ्नो यश अनि गरिमाको अनुकूल मधुर भाषण गर्न जान्दछ, अनि जो आफ्नो शक्ति र क्षमता अनुसार क्रोध गर्दछ, उसैलाई वास्तवमा विद्वान भनिने गरिन्छ। एउटै चिजलाई पनि हेर्ने मानिस अनुसार 3 प्रकारले हेर्ने गर्दछन्। योगीले निन्दनीय सबको रूपमा हेर्दछन्, कामुक मानिसले सुन्दर नारीको रूपमा हेर्ने गर्दछन्, अनि कुकुरले त्यही चिज एउटा मासुको लाम्टाको रूपमा हेर्ने गर्दछ। भेद दृष्टिमा हुने गर्दछ, वस्तु एउटै भए तापनि। मानिस बडो धैर्यताका साथ उचित समयको प्रतीक्षामा रहनु पर्दछ, जस्तो कि जबसम्म सबैलाई आनन्द दिने खालको वसन्त ऋतुको सुरुवात हुँदैन तबसम्म कोयल चुपचाप रहेर आफ्नो दिन बिताउने गर्दछ। अर्थात् वसन्त ऋतुको आगमन पश्चात मात्र कोयलले आफ्नो गीत सुनाउन थाल्दछ। जीवन सही रूपमा बिताउनको लागि धर्मको आचरण, धनको प्राप्ति, अन्नको सञ्चय, गुरुको वचनको पालना, अनेकौं प्रकारको औषधिहरूको सङ्ग्रह विधिपूर्वक अनि उचित प्रयासले गर्नुपर्दछ। जसको हृदय प्राणी मात्रसँग दयाले पग्लन्छ भने उसलाई ज्ञान अनि मोक्ष प्राप्त गर्न तथा जटा धारण गरेर शरीरमा भस्म आदि लगाउन कुनै आवश्यकता नै छैन। जुन गुरुले आफ्नो शिष्यलाई एक अक्षर ओम अर्थात् परमेश्वरको ठिकसँग ज्ञान गराइदिने गर्दछ, त्यस्तो गुरुको ऋणबाट शिष्य कहिले पनि मुक्त हुँदैन। संसारमा यस्तो कुनै वस्तु नै छैन जुन गुरुमा समर्पित गरेर शिष्य गुरुको ऋणबाट मुक्त हुन सकोस्। दुर्जन अनि काँडा, यी 2 चिजबाट बच्नको लागि केवल 2वटा मात्र उपाय छन्। या त जुत्ताले तिनीहरूको अनुहार कुल्चिदिनु पर्दछ, या त तिनीहरूलाई टाढैबाट त्यागिदिनु पर्दछ। फोहोर कपडा लगाउने, फोहोर दाँत राख्ने अर्थात् दाँतको सरसफाइ नगर्ने, धेरै भोजन गर्ने, कठोर वचन बोल्ने, सूर्य उदय पश्चात अनि सूर्यास्तको समयमा सुत्ने मानिसलाई लक्ष्मी, स्वास्थ्य, सौन्दर्य अनि शोभाले सधैँ त्यागिदिने गर्दछन्, चाहे तिनी विष्णु भगवान नै किन नहुन्। अन्यायद्वारा कमाइएको धन धेरै भन्दा धेरै 10 वर्षसम्म मात्र मानिसको साथमा रहन्छ, अनि 11 वर्ष सुरु हुँदै गर्दा त्यो धन ब्याज अनि मूल सहित नष्ट भएर जानेछ। सामर्थ्य अनि शक्तिवान मानिसले यदि कुनै अनुचित कार्य गरेको छ भने पनि त्यसलाई समाजले उचित सम्झने गर्दछन्,
जबकि नीच मानिसद्वारा गरिएको अति उत्कृष्ट कार्य पनि समाजलाई अनुचित लाग्दछ। कुनै विशेष स्थितिमा रत्नलाई खुट्टाले किल्चेर हिँडे पनि अनि सिसालाई शिरमा धारण गरिए तापनि, तर जब बेच्ने अथवा किन्ने समय आउँदछ त्यति बेला तिनीहरूको वास्तविक मूल्य अनुसार सिसालाई सिसाकै स्थानमा राखिन्छ अनि रत्नलाई रत्नकै स्थानमा। वेद आदि शास्त्र अत्यन्त विशाल छन्, तिनीहरू ज्ञानको समुद्र जस्तै छन्। विद्या पनि धेरै थरीका छन्, तर पनि मानिसको आयु भने सीमित छ अनि उसको बाटोमा कठिनाइहरू पनि धेरै आउने गर्दछन्। त्यसैले मानिसको लागि यही उचित हुन्छ कि उसले शास्त्रहरूको कुराहरूलाई त्यसै प्रकारले ग्रहण गर्नुपर्दछ जस्तो प्रकारले हाँसले पानी मिसिएको दुधबाट केवल दुध मात्र ग्रहण गर्ने गर्दछ। टाढाबाट हिँडेर आएको यात्री थाकेको हुने गर्दछ। बिना कुनै स्वार्थले घरमा आएको अतिथिलाई नखुवाइकन घरको मालिक आफै पहिला भोजन गर्दछ भने निश्चय नै उसलाई चाण्डाल भनिन्छ। चन्दनको वृक्षले काटिएर पनि आफ्नो सुगन्धलाई छोड्ने गर्दैन। बुढो भएर पनि हात्तीले आफ्नो क्रीडालाई छोड्ने गर्दैन। कोलमा पेलिए तापनि नर्कटले आफ्नो मिठासलाई छोड्ने गर्दैन। त्यस्तै प्रकारले महान मानिसले आफू निर्धन भए तापनि आफ्नो शालीनतालाई कहिले छोड्ने गर्दैन। आजसम्म न त सुनको मृगको रचना भएको छ, न त सुनको मृगलाई कसैले देखेको नै छ। तर पनि श्री रामचन्द्र भगवान सुनको मृगलाई समात्नको लागि धेरै नै आतुर थिए। यो कुराले यो सङ्केत गर्दछ कि जब मानिसको खराब दिन सुरु हुन्छ तब उसको बुद्धिले उल्टो कुराहरू सोच्न थाल्दछ। मानिसले आफ्नो राम्रो गुणको कारणले नै श्रेष्ठता हासिल गर्ने गर्दछ, अग्लो स्थानमा बस्नाले गर्दैन। राजभवनको अग्लो स्थानमा बसे तापनि काग कहिले पनि गरुड बन्न भनी सक्दैन। जुन मानिसको गुणको तारिफ अरू मानिसले गर्ने गर्दछन् ऊ व्यक्तिगत रूपमा जस्तो भए तापनि उसलाई गुणी मानिनेछ। तर यदि इन्द्र भगवानले पनि आफ्नो प्रशंसा तारिफ आफ्नै मुखबाट गर्दछन् भने उनलाई तुच्छ मानिनेछ। यस्तो धनबाट पनि कुनै लाभ हुँदैन जुन धन दुलहीको समान केवल एउटै व्यक्तिको स्त्री हुँदामा श्रेष्ठ मानिने गरिन्छ। धन सम्पत्ति त त्यस्तो हुनुपर्दछ जसलाई बाटोमा हिँड्ने मानिसले पनि फाइदा उठाउन सकोस्। मधुर भाषीको लागि भनिएको छ कि जो व्यक्ति मिठो बोल्ने गर्दछ, प्रेमपूर्वक व्यवहार गर्ने गर्दछ, उसले सबैलाई आफ्नो बनाउने गर्दछ। अर्थात् मानिसले मधुर बोली गर्नमा कुनै पनि कन्जुस्याइ गर्न हुँदैन। संसार एउटा तीतो वृक्ष जस्तै हो जसको फल मात्र अमृत सरह मिठो हुने गर्दछ। एक मधुर बोली अनि अर्को सज्जन मानिसको सङ्गति। जुन विद्या पुस्तकमा मात्र सीमित रहने गर्दछ अनि जुन धन अरूको साथमा हुने गर्दछ, त्यस्तो कुराहरू जति नै मूल्यवान भए तापनि आवश्यक परेको अवस्थामा न त विद्या काम आउँछ न त धनको नै उपयोग गर्न सकिन्छ। साँपको विष उसको दाँतमा हुने गर्दछ, माकुराको विष उसको टाउकोमा हुने गर्दछ, बिच्छुको विष उसको पुच्छरमा हुने गर्दछ। अर्थात् यिनीहरू सबै विषालु प्राणी भएर पनि कुनै एक अङ्गमा मात्र विष हुने गर्दछ। तर दुष्ट मानिसको विष प्रत्येक अङ्गमा हुने गर्दछ। हातको शोभा सुनको चुरा लगाउनाले होइन, दान आदि गर्नाले हुने गर्दछ। शरीरको शुद्धि स्नान गर्नाले हुने गर्दछ, चन्दन आदि मात्र लगाउनाले होइन। मानिसको तृप्ति आदर सम्मानले हुने गर्दछ, मिठो भोजन आदिले होइन। त्यस्तै मानिसलाई मोक्ष ज्ञान आदिले दिलाउने गर्दछ, चन्दन आदिको तिलक लगाउनाले होइन। भोजन गर्नु, निदाउनु, भयभीत हुनु अनि मैथुन अर्थात् सन्तान प्राप्तिको लागि शारीरिक सम्पर्क गर्नु, यी सब मनुष्य अनि पशुमा एकै प्रकारको हुने गर्दछ। तर पनि धर्म नै त्यो चिज हो जसले मानिसलाई विशेष बनाउने गर्दछ। यदि मानिसमा धर्म छैन भने त्यो मानिस नभएर पशु समान हुने गर्दछ। एक बुढी महिला जसको कम्मर ढाड वृद्धावस्थाको कारणले कुप्रिएको थियो, यो देखेर कुनै एउटा युवकले व्यङ्ग गर्दै त्यस बुढी महिलालाई सोध्न थाल्यो,
हे बुढी आमा, भुइँमा के खोजिरहनु भएको छ? के तपाईँको कुनै बहुमूल्य सामान पृथ्वीमा खसेको छ? युवकको यस्तो व्यङ्ग सुनेर बुढी महिलाले भनिन्, हे मूर्ख, तिमीलाई यति पनि थाहा छैन कि मेरो यौवनरूपी मोती हराइसकेको छ? हो, म त्यसैलाई खोजिरहेकी छु।